नमस्कार, म सुजित कुमार झा। म अहिले जनकपुरको होरैया टिममा छु र चाहिँ यहाँ चाहिँ धेरै गीतनाद पनि चलिरहेको छ। यहाँ चाहिँ एकजना हुनुहुन्छ, म अहिले पहिला गीतबाट सुरु गर्छु अनि त्यसपछि चाहिँ फेरि गरौँला। एकचोटि गीत, होलीको गीत हो। जय हो जोगिरा सारा बुआन मानो होली शिव माथा पर राम खेलैया होली शिव माथा पर शिव माथा पर राम खेलैया होली शिव माथा पर शिव माथा पर हो शिव माथा पर हो शिव माथा पर हो शिव माथा पर हो शिव माथा पर शिव माथा पर राम खेलैया होली शिव माथा। यहाँ चाहिँ वरिष्ठ पत्रकार पनि हुनुहुन्छ, संस्कृतिविद श्याम सुन्दर शशी। होलीको मिथिलामा कस्तो परम्परा रह्यो? यो कुरा शब्दमा भन्न गाह्रो लाग्छ, किनभने दाई हुनुहुन्छ हाम्रो अनिल दाई। मिथिलामा होली भनेको मुटुसँग गाँसिएको एउटा अत्यन्त पवित्र, अत्यन्त सौहार्दपूर्ण र जाति बिर्साउने, धर्म बिर्साउने, ठुला र बडा साना बिर्साउने अत्यन्त पुरा सामाजिक सद्भावको अनुपम नमुना हो यो फागु पर्व। यहाँ चाहिँ एकजना समाजसेवी हुनुहुन्छ, तपाईँ होलीलाई कति चाहिँ इन्टरटेन गर्नुहुन्छ? होइन, इन्टरटेन त आवश्यकता मध्ये पर्ने कुरा हो मेरो विचारमा। इन्टरटेन गरेन भने कम्प्युटर त जुन मसिनी हो नि, मसिन हो, त्यो त ह्याङ भइहाल्छ, त मान्छे त त्यसै ह्याङ भइहाल्छ। त्यसैले इन्टरटेनमेन्टको मौका कहिले पनि छोड्नु हुँदैन हाम्रो हिन्दू संस्कृति। त्यसैले विभिन्न चाडपर्व लगाएछ, बीच बीचमा मान्छे इन्टरटेन गर्ने चाडपर्वको नामै। तर होली त के भइगयो, नामै छ होइन, बुढा नमानो। यसमा के हुन्छ, केही गरे भने बुढा नमानो होली भन्नाले होइन कि तपाईँलाई कुट दिने, तपाईँ बुढा नमान्ने, त्यो होइन। भन्नाले के हुन्छ कि वर्षभरिको कुनै दुश्मनी, कुनै तिक्तता, कुनै केही छ भने सब बिर्सेर आज गले लगाउन, गला मिल्ने, सबै बिर्सिने, एकअर्कालाई रङ दल्ने, सौहार्दपूर्ण वातावरण निर्माण गर्ने, यो हाम्रो यस्तो राम्रो परम्परा छ। जातपात केही तपाईँ देख्नुहुन्न यसमा। एकचोटि फेरि हामी गीतबाट सुरु गरौँ, त्यसपछि अरू साथीहरूसँग कुरा गरौँ। जोगिरा सारा भैया सारा कूदे ओ फांदे ओ मंगल गावे, कूदे ओ फांदे ओ मंगल गावे, आ कूद पड़े हनुमान वीर थान बाबे भैया सारा भैया सारा बाबा हरिहरना सोनापुरा में हो रंगा लूटे, बाबा हरिहरना सोनापुरा में हो रंगा लूटे, बाबा हरिहरना बाबा हो, बाबा हरिहरना बाबा हरिहरना सोनापुरा में हो रंगा लूटे। एकजना अध्यक्ष चाहिँ वृक्ष अभियानी हुनुहुन्छ, उहाँ चाहिँ